होइन यो एजलाई टोटेनह्यामसँग केही दुश्मनी छ क्या हो? टोटेनह्याम भन्ने टोटेनह्यामलाई त देख्नै हुँदैन यार, गोल ठोकेको गर्छ। आर्सेनलबाट है 2 गेम खेलाएको छ टोटेनह्यामसँग एजेले, 2 गेममा 5 गोल हानेछ क्या, 5 गोल। अस्ति न पहिलो गेममा ह्याट्रिक, फेरि आज ब्राइस। के हो यसको त धेरै ठुलै दुश्मनी छ जस्तो छ। हुन त अब समर सिजनमा होइन, भर्खरै त्यो अब किन्ने समयमा हुन्छ नि, त्यो ट्रान्सफरमा, समर ट्रान्सफरमा अब किनेन क्या अरे, खासमा अब डिल हुँदा टोटेनह्यामले किन्न खोज्दाखेरि अब ठ्याक्क आर्सेनलले राम्रो डिल लिएर आर्सेनलतिर गएको थियो। त्यतिखेर अलिकति के भन्ने जस्तो छ, त्यहाँ मनमा राखेको जस्तो केटा हो। तर ठिक छ केटा हो, टोटेनह्याम र एजेको जस्तो सुकै कुरा होस्, आर्सेनलले यो साल चाहिँ हामी चाहिँ कम छैनौँ है, हामी यो साल चाहिँ यो सिजन चाहिँ बोटलिङ गर्दैनौँ भन्ने चाहिँ तिनीहरूले चाहिँ के हो त सन्देश दिइसकेको छन्। के लाग्छ तपाईँलाई, आर्सेनलले यो सिजन चाहिँ टाइटल बोटलिङ गर्छ कि गर्दैन त?